पेलते यार आखिर तुम कैसे करते भाउजू आमा तपाईको को छोरा हो के भएको थियो तपाईलाई थाहा छ कहाँ के गर्यो बाहिरबाट भयो लक्ष्मी चाँदीले दक्षिण त सबैजना बाटो भयो यसो भयो त्यो आफै दुर्घटना भयो कि ठोकेको कि सरकारले उठाएर यहाँ म देखेँ मरिहालेको नि देखेँ यार कति वर्षको थियो यो 22-24 बिहे भएको छ 22 वर्ष तपाईँ कति छोरा छोरी तपाईँको चारटा छोरा छ चारटा छोरी सब बेग्ला बेग्लै छ यार कोही छैन एक्लै थियो यही कमाउने तपाईँको यही थियो कमाउने यही थियो हातै पेट थियो यार आखिर तुम कैसे करते ठिक छ ठिक के नाम थियो 20-25 वर्षको थियो हामीहरू उता हेरे उठाएर एम्बुलेन्समा लिएर जति मुर्गा फार्म छ नि मुर्गा फार्ममा एक आगो नयाँ घर बन्ने पिचम एक रति नयाँ घर 20 कदम पाछे मोड़ गिरलो रहे गाड़ी मर रहे सुग्लो रहे त पुलिसले कसरी लड्यो के कारण देखियो आफै लडेको हामी हेरेको थिएन तर के भन्छ ऊ लडेर पुरै उतै थियो हामी गए देखे आफ्नो मान्छे उठाएर मतलब लड्दाखेरि कोही थिएन त्यहाँ उठाउने पछिबाट थाहा पायो त्यो पहिलेदेखि उहाँ मान्छे भेला पारेर थियो क्या ए लडेपछि मान्छेहरूको भनाइ के थियो मान्छेहरूलाई सोधे क्या त्योहरू भन्दै थियो स्पिडमा गाडी थियो यस्तै लडिहाल्यो अब तब म उठाएर बाइकमा लियो पुलिसले बनाऊ कि एकछिन रुका एम्बुलेन्स आइरहेछ तब एम्बुलेन्समा लिए हामी दुई भाइ ल्याएर के नाम हो उहाँको उसको नाम साहबान आलम कति उमेरको त्यो 25 वर्षको दर्शकबिन एकजना 22 वर्षीय युवा आज सुनवर्सी वार्ड नम्बर 9 मा रहेको सिक्टी सडक खण्डमा मोटरसाइकल दुर्घटना भएर रङ्गेली हस्पिटल ल्याउँदै उहाँको मृत्यु भएको भन्ने कुरा जानकारी भएको छ हामी देख्न सक्छौं उहाँको यो परिवारजनहरू रहेको छ उहाँको मम्मीको अवस्था आफन्तजनको अवस्था एकजना मात्र परिवारमा कमाउने रहेको कुरा हामी बुझेका छौं उहाँको एकदमै दुःखद घटना रहेको छ मोटरसाइकल भनौं आफै दुर्घटना भएर भन्ने कुराहरू स्थानीयहरूको भनाइरहेका छन् तर कसरी भएको दुर्घटना यो कुरा अहिलेसम्म पत्ता लागेको छैन केही यहाँका आफन्तहरूको भनाइअनुसार बाटोमा लडेको अवस्थामा व्यक्तिहरूले उसलाई उठाएर ल्याउँदाखेरि बाटैमा एम्बुलेन्समै भनौं न ल्याउँदै यहाँ हस्पिटल ल्याउँदाखेरि हस्पिटलसँग कुरा गर्दाखेरि डेट भइसकेको कुरा हस्पिटलको प्रशासनले पनि हामीलाई जानकारी दिनुभएको छ दर्शकबिन कतै इलाज गाड़ी खाली थियो गाड़ी खाली तपाईको को छोरा हो के भएको थियो तपाईलाई थाहा छ कहाँ के गर्यो बाहिरबाट भयो लक्ष्मी चाँदीले दक्षिण त सबैजना बाटो भयो यसो भयो त्यो आफै दुर्घटना भयो कि ठोकेको कि सरकारले उठाएर यहाँ म देखेँ मरिहालेको नि देखेँ यार कति वर्षको थियो यो 22-24 बिहे भएको छ 22 वर्ष तपाईँ कति छोरा छोरी तपाईँको छैन चारटा छोरा छ चारटा छोरी सब बेग्ला बेग्लै छ यार कोही छैन एक्लै थियो यही कमाउने तपाईँको यही थियो कमाउने यही थियो हातै पेट थियो यार आखिर तुम कैसे करते ठिक छ ठिक के नाम थियो साहबान